सुनसरी जिल्लामा रहेको नेपालको धार्मिक, ऐतिहासिक र प्राकृतिक महत्त्वको बराह क्षेत्र मुख्य पर्यटकीय गन्तव्य हो। सप्तकोशी नदीको किनारमा अवस्थित बराह क्षेत्र हिन्दू धर्मका विश्व प्रसिद्ध 4 धाम मध्ये एक धाम हो। पृथ्वी समुद्रको रसातलमा डुब्न लागेको बेला भगवान बराहले बँदेलको रूपमा डुब्न लागेको पृथ्वीको उद्धार गरेको धार्मिक विश्वास मानिन्छ। भगवान शिवको उक्त बँदेल अवतार बराह क्षेत्रमा भएको हो। धर्मशास्त्रमा उल्लेख भएको यही मान्यताका आधारमा बराह क्षेत्रलाई संसारको पहिलो धाम पनि भनिन्छ। यहाँ बराह अवतार विष्णुको पूर्ण कदको मूर्ति रहेको छ। धरानदेखि 25 किलोमिटर उत्तर पश्चिम स्थित बराह क्षेत्रको मूल मन्दिरको वर्तमान स्वरूप विक्रम सम्वत 1991 सालमा निर्माण गरिएको हो। 1990 सालको भूकम्पबाट मन्दिर भत्किएपछि जुद्ध शमशेरले उक्त मन्दिरको पुनर्निर्माण गराएका थिए। धार्मिक महत्त्वसँगै यहाँ जेट बोटको मजा लिन पनि टाढा टाढाबाट पर्यटकहरू आउने गरेका छन्। सप्तकोशी नदी यहाँ स्नान गर्न टाढा टाढाबाट भक्तजनहरू आउनु भएको छ र यो एकदमै सुन्दर ठाउँ पनि छ। सुन्दर ठाउँ छ। दारुमन भएन